आफूलाई बुझ्ने समय आउँछ जब संसारले नबुझेको महसुस हुन्छ। धेरै पटक हामी आफूलाई अरूको नजरले हेर्छौँ, उनीहरूलाई खुसी पार्ने, उनीहरूको अपेक्षामा खरा उत्रने कोसिस गर्छौँ। तर यही कोसिसमा कहिलेकाहीँ हामी आफ्नै अस्तित्व हराउन थाल्छौँ। जब दुनियाँले तिमी भित्रको मौनतालाई सुन्न सक्दैन, तब आत्मासँग चुपचाप सम्वाद गर्न मन लाग्छ। एक्लोपनको ती क्षणहरूमा हामी आफ्ना वास्तविक भावना, चाहना र डरहरूसँग टक्क भिडिन्छौँ। ती क्षणहरू पीडादायी लाग्न सक्छन्, तर त्यही मौनताले तिमीलाई तिमी भित्रको शक्ति चिनाउँछ, जसलाई संसारले कहिले बुझ्न सक्दैन। आफ्नो मूल्य तिमीले तब मात्र बुझ्छौ जब तिमी अरूको आँखामा होइन, आफ्नै आत्माको ऐनामा हेर्छौ।